वेलकम हाम्रो माननीय हारेको माननीय सूर्य बहादुर थापा। नाम सूर्य हुने पनि हार्यो, चुनाव चिन्ह सूर्य हुने पनि हार्यो। सूर्य ग्रह नै लागेको हो, बादलभित्र सूर्य चाहिँ घाम नपाउने। तर जे होस्, तपाईँहरूको पार्टी सदस्यता अहिले पनि 6-7 लाख छ। मान्छेले भन्छ सक्यो, तर त्यस्तो छैन नि है। तपाईँको इभन धनुषाको 2 को कुनै एउटा नगरपालिकामा 3000 भन्दा धेरै सदस्यता छ, तर चुनावमा जम्मा 180 भोट आयो। आफ्नो सदस्यले पनि पत्याएन, बाँकी जनताले कसरी पत्याउँछ? धनुषा कि तपाईँहरू जसलाई मासु चुरा खुवाउनुहुन्छ उसलाई पार्टी सदस्य भनेर काउन्ट गरिहाल्नुहुन्छ? एमालेमा जसको धेरै योगदान भए पनि मलाई लाग्छ सबसे धेरै योगदान भनेको केपी ओलीको हो। त्यसपछि महेश बस्नेत, त्यसपछि सूर्य थापाको हो। 3 जना मिलेर एमाले सकाइदिनु भयो। कति % जिम्मा लिनुहुन्छ? तपाईँहरू चाहिँ अहिलेसम्म बोलेर एमालेलाई योगदान गर्नुभयो, अहिले लाग्दैन अब नबोलेर योगदान गर्नु। तपाईँको पार्टी चाहिँ ज ब ज को सिद्धान्तमा चल्छ है। ज ब ज, जनता विदेश जाएको भए रेमिटेन्स पठाएको भए। तपाईँहरूको पार्टीको चाहिँ एउटा नारा छ, सुखी नेपाली समृद्ध नेपाल। यो नारा चाहिँ 35 वर्षदेखि नारामै सीमित छ, प्र्याक्टिकलमा कहिले आउँछ? केपी ओली विकास प्रेमी नेता हो भन्ने त हजुरलाई लाग्छ नि? धेरै योग्य नेता हो। कस्तो खाले विकास हो कि झापामा 1.5 अर्बको भ्यू टावर पुर्याउन सक्ने तर कर्णालीमा 1.5 रुपियाँको सिटामोल पुर्याउन नसक्ने। कर्णालीको हुम्लामा मोटर बाटो पुर्याउने पनि केपी ओली नै हो। त्यो तपाईँको हेक्कामा रहन्छ होइन? हो, त्यो चाहिँ मिस्टेकै भएको रहेछ। जे होस्, होइन उहाँ प्रश्न चाहिँ गर्नुहुन्छ खत्रै, किनभने तपाईँ त पत्रकार पनि हो पहिलाको है। पत्रकार भनेको सहीलाई सही, गलतलाई गलत भन्नुपर्छ। अनि केपी ओलीले झोले हो भन्दाखेरि म पनि झोले हो कसरी भन्नु? आफ्नो विचारधारा छैन। तर केपी ओली म केपी ओलीको पार्टीको नेता चाहिँ म रवि लामिछानेको, म बालेन शाहको, तपाईँको झोले त हुन्न नि। म केपी ओलीको त्यो पार्टीको जबजको झोले हुन्छु नि, होइन? होला किन बोरै भए पनि ठिकै छ, हामीलाई त मतलब छैन। तपाईँहरूको अपेक्षा नै खराब भयो क्या यो सोध्नु। हामी त घन्टे त्यही त घन्टे तपाईँहरू झोला, हामी घन्टे घन्टे अपेक्षा राखेर हुन्छ त अनि? त्यही सम्झिनुहोस्, घन्टीकै हो भनेर बुझ्नुहोस्। घन्टी पहिला त घन्टी अलिक बज्थ्यो, अहिले रालो हरायो के। रालो हराएको घन्टी चाहिँ रवि नै बोल्न छोड्यो, घन्टीको के घन्टी भइरहनुहुन्छ हौ तपाईँ? रवि बोलेको सुन्नु भएको छ? बोलेर आएको मान्छे अब रविलाई त उहाँले चुप लगाइदिनु। बरु किन मुखमा पानी हालेर बसिरहेछ रवि दाई, भन्नुहोस् न। उहाँ आएपछि भनौँला। तर बाँकी कुरामा केपी ओलीलाई जति रोस्ट गरे पनि देशभक्त कुरामा चाहिँ मान्नुपर्छ। तपाईँ पनि यो कुरा मान्नुहुन्छ? उहाँ जस्तो देशभक्त यो देशमा अहिले पनि कोही नेता छैन है। अहिले त तपाईँहरू त बालेन शाहलाई देशभक्त भन्नुहुन्छ नि, होइन? म पनि केपी ओलीले नि भनिरहेको। तपाईँ देशभक्त मान्नुहुन्छ उहाँलाई, जे होस्। नक्सामा जमिन राख्ने नेतालाई देशभक्त मान्ने तपाईँ अन्धभक्त, उहाँ देशभक्त होइन। जमिन राखेर फिर्ता हुने भए सेना चाहिँ नेताले हेलिकप्टरमा भगाउनले राखेको हो। नक्साबाट च्याचुत पारेर रोस्टममा गएर यो त भारतको पो हामीले मिच्याएर रहेछौँ भन्ने देशभक्त भन्ने जमाना आछ नि त अहिले। यो जमाना अनुसारको कुरा गर्नु पर्यो नि, होइन र? के भन्ने त तपाईँ त उल्टै मलाई। म पनि अब पार्टी छोडेँ, अहिलेदेखि घन्टी पनि छोडेँ। अब म स्वतन्त्र हो, तत्काल 5 मिनटमा छोडाइदिनु। जे होस्, तपाईँले चाहिँ रवि लामिछानेलाई सहकारी ठगीमा कारबाहीको लागि सिफारिस गर्नुभएको थियो है। सबै फिर्ता लिएर उहाँ अहिले त म त एकदम स्वच्छ भएँ भनेर भन्दै हुनुहुन्छ त। सबै मुद्दा आफै फिर्ता, जेलबाट भागेपछि फिर्ता हो। अब जेलबाट भागेपछि फिर्ता। तर जे होस्, तपाईँले चाहिँ सहकारी ठगीमा उहाँलाई चाहिँ कारबाहीको लागि सिफारिस गर्नुभएको थियो। मैले मात्रै होइन नि, उहाँको शिशिरजी हुनुहुन्थ्यो नि, उहाँले पनि हो, सँगै हो। उहाँले फेरि तपाईँको पार्टीको अध्यक्षलाई कारबाहीको लागि सिफारिस गर्थ्यो। अब थाहा भयो उसको अन्तिम इच्छा के थियो, रवि लामिछानेको। तपाईँ भन्नुहुन्छ कि राजसपालाई भोट दिनेले आफ्नो हात चाहिँ सिलौटोमा राखेर पिस्नुपर्छ। त्योभन्दा पहिला क्षमा पूजा गर्नुपर्छ। क्षमा पूजा पनि गर्नुपर्छ। क्षमा पूजा गरेपछि
1000 गल्तीबाट चाहिँ क्षमा पाइन्छ भन्ने छ नि हाम्रो शास्त्रमा। त्यसो भएर पहिला क्षमा पूजा गर्ने, अनि चाहिँ जुन जुन हातले हालेका हुन्, हामीले होइन के, जुन जुन हातले भुलेर गल्तीले भ्रममा परेर चाहिँ भोट हालेका हुन् नि, तपाईँले चाहिँ के भन्नुभयो भने पुरै भन्नु भएन के, तपाईँहरूको बानी के छ भने आधा आधा कुरा गर्नुहुन्छ। सिलौटोमा हात राखेर लोराले थिच्ने भनेर भनेको आफूले आफैलाई हो, फेरि हामीले होइन। अनि 72 जनालाई गोली हान्ने सरकारले टाउकोमा बोक्नेले चाहिँ टाउको फोड्नु पर्छ होइन। यो 72 को सुन्नुहोस् 72 को कुरो फजुल कुरा गर्नुभयो। अहिले भन्नुहोस् न, अस्ति 4वटा अनि 5 जना आत्महत्या गरेका सुकुम्बासीहरू बुलडोजरले घर भत्काइदिएपछि, प्रेम आचार्य पनि अनि गणेश नेपाली पनि, तिनीहरूको सन्दर्भमा भन्नुभयो तपाईँले। मैले बोले म त विरोध गर्छु। तपाईँ पहिला पनि गर्ने मान्छे हो, फेरि पनि गर्नुहुन्छ। म विरोध गर्छु, यहाँ मात्र तपाईँको विरोध हो, पछि त तपाईँको फ्यान हो। प्युठानबाट चाहिँ चुनावमा हार्नुभयो है, तर हार्दाखेरि पनि अहिले पनि तपाईँले लाग्छ म लोकप्रिय चाहिँ छु, जे भए पनि। फेरि जाउँला, टेस्ट गरौँला नि। टेस्ट गरेर त्यसो भए कमेन्ट सेक्सन किन अफ गर्नु? कमेन्ट सेक्सन रवि लामिछानेका कार्यकर्ताहरूलाई रिप लेख्नका लागि होइन नि त। एउटा कुरा भनौँ, जनताको आलोचना सुन्न नसक्ने नेता होइन, जनताको प्यारो होइन, मसँग त अहिले रवि लामिछानेको एउटा जत्था छ देशभरि, फेक आइडीवाला, त्यसले त त्यही गर्छ, गाली गलौज गर्छ। तिनका फोकटका गाली किन सुन्नु परेको छ? जे होस् 52 वर्षको मान्छेलाई रिप लेख्नु चाहिँ पुरै गलत हो, पुरै समर्थन गर्छु। तपाईँ चाहिँ जेनजी आन्दोलनको बेला जेनजी आतङ्ककारी हो भन्नुभएको थियो। मैले होइन, तपाईँ भ्रममा पर्नुभयो। मैले जेनजी आतङ्ककारी गतिविधि तिनीहरूको आतङ्ककारी हो, रक्तपातपूर्ण, तर उनीहरू चाहिँ आतङ्ककारी मैले भन्न, अरूले भनेको मलाई टाँस्न खोज्नुभयो कि होइन? तर जेनजीहरू लुटपाटमा संलग्न चाहिँ यिनीहरू चाहिँ जेनजी लुटपाटमा पनि भनिनँ मैले, भाटबाटै नै लुटपाट गर्ने लुटेरा नै हुन्, त्यो अहिले पनि भन्छु नि मैले तपाईँलाई। जेनजी आन्दोलनका बेला होइन, अहिले पनि भन्छु। 19 जना चाहिँ बानेश्वर र विभिन्न ठाउँमा जसले ज्यान गुमाउनु भयो, स्कुल कलेज ड्रेसमा आउनुभएका, त्यो दुर्भाग्यपूर्ण घटना भयो भन्ने मान्छे हुँ म। बाँकी लुटपाटमा गएकाहरू त कसका सब अहिले पनि त चाहिँ पहिचान भएका छैनन् नि। तपाईँ तिनलाई चाहिँ शहीद भनेरै एकदमै सलामी गरिरहनु भएको छ। तपाईँले चाहिँ सुरुमा जेनजी त आतङ्क, मैले भनिनँ, हाम्रो कसैले भन्नु होला, तर मैले के भनेको छु भने जेनजीका नाममा दुरुपयोग गरियो, जेनजी पुस्तालाई दुरुपयोग गरियो, जेनजी त मेरो घरमा पनि छन् भन्ने मान्छे म हो। चुनाव भन्दा पहिला चाहिँ जेनजी कामै नलाग्ने, चुनावको बेला आफै म जेनजी हो मलाई भोट हाल भन्नु हुँदो रहेछ। भनेको हो नि, सुन्नुहोस् न, म जेनजी त हो त, 90 वर्ष काम नलाग्ने को 92 वर्षको मान्छेको रिलेटिभ चाहिँ सापेक्षतामा म जेनजी हो, 80 वर्षको सापेक्षतामा म जेनजी हो, 64 वर्षको सापेक्षतामा म जेनजी हो। तपाईँले म जेनजी हो मात्रै बुझ्नुहुन्छ, थोरै बुझ्नुहुन्छ त त्यो मेरो समस्या होइन, तपाईँको समस्या हो। उहाँ त पिएचडीमा अझै नाम लेखाउनु भयो, आउला त्यो पनि आउला, तर कुरा के भयो, तर के भयो भने सबै कुरा बुझेर सुनेर र कन्टेन्ट र कन्टेक्स्ट दुइटै सन्दर्भबाट सोध्नु, छलफल गर्नु राम्रो हो। तर जे होस्, मलाई बाँकी कुरा दुनियाँले जे भने पनि जे गरे पनि तपाईँले अहिले पनि लाग्छ कि केपी ओलीको इमेजमा जति जे भए पनि दाग केही पनि छैन? दाग लाउन खोज्नेहरूको बिजोग भइसकेन र भनेको। दाग लाउन खोज्ने सुदन गुरुङ, दाग लाउन खोज्ने बालेन शाह, आफूले गोली हान्न आदेश दिएको भनेर उनीहरूकै कुरा मान्ने हो भने शहीद घोषणा गर्दै हिँडेको छैन र, पैसा पनि तपाईँ लिएर जानुहुन्छ, अब शहीद घोषणा गर्दै हिँडेको छैन र भने तपाईँ त त्यही कुरा गरिरहनु भएको छ नि, होइन? इफ केपी ओलीको इमेजमा दाग छैन भने यसपालि चुनावी ब्यानरमा किन राख्नु भएन? होइन, चुनावका सन्दर्भमा भन्नुहुन्छ भने चुनाव धेरै सन्दर्भहरूले फरक पार्छ। केपी ओलीले पनि चुनाव हार्नुभयो, मैले जित्नुभयो भनेको छैन, तर जाउँ न 4 महिना अघि र पछिको हामी फेरि टेस्टमा जाउँ न त, चुनावका टेस्टमा जाउँ। सर जति बोले पनि काट दिन्छन्, बेकारमा तपाईँ बोलिरहनु के हुन्छ काट दिन्छन्, पछि काट दिन्छन् कुराहरू तपाईँको। यहाँ काटिदिनुहुन्छ तपाईँहरू, हामीले बोलेको कुरा धेरै राख्दैन, तपाईँले बोलेको मात्रै राख्ने हो। मेरो पर्फर्मेन्स छ नि त, तपाईँको आएको बेला तपाईँ बोल्नु न त। ल जे होस्,
एउटा कुरा चाहिँ तपाईँलाई लाग्छ कि केपी ओलीको इमेजमा दाग छैन? दाग छैन भने यसपालि चुनावी ब्यानरमा किन हटाइदिनु भयो? जब पार्टीको नेतालाई केपी ओलीलाई बोक्न सक्दैन भने यो देशले किन बोक्नु? केपी ओलीको ब्यानरबाट नाम हटाइदिनु भयो भन्ने तपाईँहरूको झुट कुरा। मेरो चुनाव क्षेत्रमा तपाईँ गएर हेर्नुभयो? मैले हेरेँ फोटो सबै तपाईँ सोसल मिडिया हेरेँ। फाल्तु कुरा गरेर एकदम केपी ओलीलाई दाग लाग्यो भनेर त तपाईँहरूले भन्नु भएन नि। जानु कसैले आँट गर्नु भएन होला। तपाईँले चाहिँ प्रचण्ड जस्तै कुरा गर्नु हुँदैन, ठ्याक ठ्याक बिलाइहाल्नुहुन्छ। जे होस्, उहाँलाई चाहिँ के भन्नुहुन्छ भन्दाखेरि ज्ञानेन्द्रले गर्दा राज संस्था गयो अनि केपी ओलीले गर्दा एमाले गयो। गएको छैन। एमाले आउँछ, तपाईँ स्वागत गर्न पर्खिनु पर्ने दिन आउँछ। ल, उहाँको मलाई सबसे मन पर्ने के हो भन्दाखेरि तपाईँ भन्नुहुन्छ सुदन गुरुङले नपाउने केरा पायो बोक्रासित खायो। तपाईँ पनि केरा खानुहोस्, म आज लिएर आएको छु। खानुहोस्। त्यो तपाईँले खानु न है। होइन, तपाईँ खानुहोस्, तपाईँले काम लाग्ने कुरा हो। जे होस्, तपाईँ चाहिँ भन्नुहुन्छ बाले लुसिफर हो, यो त हो नि भनेको। लुसिफर मैले भनेको होइन, तपाईँलाई म नाम बताइदिउँ? सबै चेन्ज गर, तपाईँ भनेको। दिनेश सत्यालजीले यो शैतान लुसिफर हो भनेको र यो पपुलर बनाएको दिनेश सत्यालजीले हो। तर त्यही लुसिफरसँग तपाईँको बा हार्यो 49,500 भोटले। अब जनताको लागि को लुसिफर रहेछ भने थाहा भयो नि त। अहिले झापालीहरूले थाहा पाएका छन् नि त। लुसिफरले धन्यवाद पनि नदिइकन काठमाडौँ आएर त्यतातिर चाहिँ हेर्न पनि छोडिसकेको भनेर। छोडेछु, मलाई आफै गुनाह। तपाईँ त चुनावको बेलामा यति माला लाएर चाहिँ भोट माग्न जानु हुँदो रहेछ। जनताले लगाइदिएको, मैले होइन। पहिले जनतालाई थाहा थियो हार्ने बेला चाहिँ पछि लाउन मिल्छ मिल्दैन, पहिल्यै लगाउनु। जनताले माला लगाइदिने कुरालाई यो स्वाभाविक रूपमा लिनुपर्छ। जे होस्, तपाईँको मलाई सबसे अर्को कुरा मन के पर्छ भन्दाखेरि तपाईँ भन्नुहुन्छ नगरपालिका चलाउन नसक्नेले देश कसरी चलाउँछ? यो त हो नि, देखिरहनु भएको छ नि, होइन? यो हिसाबले मैले मजाक गरेको होइन। तपाईँको पनि पार्टी अध्यक्षको स्वास्थ्यमा समस्या छ। अब यो हिसाबले के भन्ने, जसले आफ्नो जिउ सम्हाल्न सक्दैन उसले देश कसरी सम्हाल्छ?